नमस्कार, यहाँहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आजबाट यो टी20 वर्ल्ड कप चाहिँ सुरु भइसकेको छ र पहिलो म्याच पाकिस्तानले नेदरल्यान्डलाई जित्दै विजयी सुरुवात पनि गरिसकेको छ। आज हामी यही टी20 वर्ल्ड कप चाहिँ कसरी लाइभ हेर्न सकिन्छ भनेर चाहिँ अनि कुराकानी गर्दैछौँ र हामीले अब कान्तिपुर टिभीमा अनि लाइभ स्ट्रिमिङ त हुन्छ टिभीबाट हेर्न चाहनुहुने दर्शकहरूलाई र मोबाइल र ल्यापटपमा हेर्न चाहिँ आइसिसी टिभीबाट हेर्नुपर्ने हुन्छ। अब त्यसको लागि कसरी हेर्न सकिन्छ भनेर अब हामी कुराकानी गर्नेछौँ। र त्यसको लागि सबभन्दा पहिला चाहिँ अब हामी क्रोम ब्राउजर गएर ओपन गर्नेछौँ। क्रोम ब्राउजर ओपन गरिसकेपछि हामीले त्यसमा अब आइसिसी टिभी सर्च गर्नुपर्ने हुन्छ र पहिलो लिङ्क चाहिँ आइसिसी टिभीमा गएर क्लिक गर्ने। त्यसपछि हामीले यस्तो इन्टरफेस देख्न सक्छौँ र यहाँ अब त्यहाँ साइन इनको देखाइरह अब त्यहाँ लगइन भइसकेको भए चाहिँ त्यहाँ एउटा प्रोफाइल देखाउँथ्यो। अब त्यहाँ हामी लगइन गरे छैनौँ, त्यही भएर चाहिँ यहाँबाट अब त्यहाँ इन्टरफेस देखाए पनि म्याचहरू देखाउँछ तर त्यहाँबाट लाइभ हेर्न सकिँदैन। अब त्यसको लागि सिम्पली हामी लगइन गरेर अनि त्यसपछि देखाउन जाँदैछौँ। अब चाहिँ हामीले यहाँ आइसिसी टिभीमा कुनै पनि इमेल चाहिँ लगइन नगरे भएर पहिला चाहिँ साइन अप गर्नुपर्ने हुन्छ। त्यही भएर त्यहाँ तल अप्सन देख्न सक्नुहुन्छ गुगलबाट साइन इन गर्न मिल्ने अप्सन देखाउँछ। त्यही भएर सिम्पली हामी त्यहाँ तल गुगलमा क्लिक गर्छौँ अनि हाम्रो आफ्नै यहाँ जुन जिमेल छ त्यो ओपन हुन्छ। अब त्यसमा क्लिक गरेर अनि त्यसको फोन नम्बर चाहिँ कुन जिमेलबाट खोले हो त्यसको फोन नम्बर राखिसकेपछि अनि त्यसपछि यहाँ हामीलाई कोड दिन्छ एउटा। अब सिम्पली हामीले त्यहाँ कोड हाल्नु पऱ्यो अनि त्यसपछि त्यहाँ जुन मोबाइलमा आउँछ त्यो कोड हालिसकेपछि चाहिँ अनि त्यहाँ नेक्स्ट गर्दै जाने। त्यसपछि आफ्नो यहाँ युजर डिटेल भनेर देखाउँछ। अब त्यसमा त्यो स्टार लगाएको चाहिँ जुन छ त्यो चाहिँ त्यहाँ फिलअप गर्नु पऱ्यो अनि त्यसपछि अरू अप्सनहरू त त्यहाँ खासै सिलेक्ट नगर्दा नि हुन्छ। त्यहाँ आफ्नो नाम, सरनेम र अनि त्यसपछि कन्ट्री सिलेक्ट गरिसकेपछि अनि त्यसपछि हाम्रो त्यहाँ तल टर्म्स एन्ड कन्डिसनमा क्लिक गरेर त्यसपछि लगइन भइसक्यो। अनि लगइन भइसकेपछि अब चाहिँ हामीले त्यहाँ आफ्नो प्रोफाइल देखाउँछ, त्यहाँ नामहरू ऊहरू सब देखाउँछ। त्यसमा अरू पनि एड गर्न सक्नुहुन्छ र त्यसपछि चाहिँ हामी सिधै म्याच हेर्न सक्छौँ। त्यसपछि चाहिँ हामी सिम्पल गएर त्यसपछि त्यहाँ वाच लाइभमा गइसकेपछि म्याच हेर्न मिल्छ। अहिले चाहिँ यहाँ मैले स्क्रिन रेकर्डिङ गर्दाखेरि चाहिँ अनि त्यसपछि त्यो म्याचको चाहिँ त्यहाँ कन्टेन्ट हामीले स्क्रिन रेकर्ड गर्न सकिँदैन। त्यही भएर चाहिँ यहाँ उसमा भिडियोमा कालो मात्रै आइरह त्यसमा चाहिँ म्याच लाइभ सो हुन्छ। अहिले चाहिँ त्यो यो आइसिसी टिभीबाट हामीले रेकर्डिङ गरेर चाहिँ अरू प्लेटफर्ममा हाल्न चाहिँ पाइँदैन। त्यही भएर चाहिँ अनि त्यो कालो देखाइरहेको हो। तर त्यसरी गरिसकेपछि चाहिँ अनि हाम्रो म्याच मजाले हेर्न सकिन्छ। अनि त्यसपछि गरी अरू देशहरूको नि कुन म्याच कुन समयमा कति बेला छ, नेपालको अरू म्याचहरू कुन समयमा कुन देशसँग छ भनेर हेर्न सकिन्छ। र अन्त्यमा मेरो भिडियो अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई धन्यवाद भन्दै मेरो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्दै साथ दिनुहोला भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।